भगवान श्रीकृष्ण भन्नुहुन्छ, जो तपाईलाई प्राप्ति भएको छ त्यसलाई सम्हालेर राख्नुहोस्। जो तपाईले प्राप्ति गर्नुभएको छैन तपाईँ धैर्यता राख्नुहोस्। तपाईँ एक दिन अवश्य पनि तपाईको धैर्यताले तपाईले पाउनुपर्ने चिज अवश्य पनि प्राप्ति गर्नुहुन्छ। अक्सर यो संसारमा मानिसहरू यस कारण दुखी छन्, बढी आश राख्छन्, बढी अपेक्षा राख्छन् र प्राप्ति भएको चिजलाई सम्हाल्दैनन् र त्यो नसम्हालिँदा पोखिएर जान्छ। कुनै पनि चिजलाई सम्हाल्ने प्रयास गर्नुहोस्, चाहे कुनै वस्तु सामान होस् या त सम्बन्ध होस्। सामान वस्तुलाई सम्हाल्नु भएन भने त्यो सामान वस्तु बिग्रिँदै जान्छ, भोलि कुनै न कुनै कारणले तपाईबाट पर हुन्छ अर्थात् तपाईको हुँदैन, त्यो सामान छताछुल्ल हुन्छ। यद्यपि सम्बन्ध पनि त्यस्तै हो। सम्बन्धलाई तपाईले सम्हाल्न जान्नु भएन, त्यसलाई तपाईले जोगाउन जान्नु भएन भने प्राप्ति भएको सम्बन्ध पनि कहिले तपाईको बन्न सक्दैन। त्यसैले भगवानले भन्नुभएको छ, जो चिज तिमीलाई प्राप्ति भएको छ अर्थात् मिलेको छ त्यसलाई सम्हाल्न जान्नु। जो चिज तिमीलाई मिलेको छैन, पाएका छैनौ, प्राप्ति भएको छैन, धैर्यता राख। एक दिन तिमीले अवश्य पनि तिम्रो धैर्यताले ती चिजहरू पाउनेछौ। धैर्यता सबैभन्दा ठुलो शक्ति हो। जुन व्यक्तिसँग धैर्यता हुन्छ त्यो व्यक्तिले हरेक कुराहरू जीवनमा प्राप्ति गरेर छोड्छ। तपाईँ देख्नु भएको छ, चाहे व्यवसायमा हो, चाहे प्रेममा होस्, चाहे कुनै पनि चिजमा किन नहोस्, जीवनमा धैर्यता राख्नुभयो भने धैर्यताले तपाईँले सफलताको मार्गमा पुर्याउँछ, अर्थात् तपाईँले प्राप्ति गर्नुहुन्छ एक दिन त्यो सफलता भन्ने चिज पनि। त्यसैले जीवनमा धैर्यता राख्नुहोला, धैर्यताका साथमा कर्म गर्नुहोला, कहिले पनि हतोत्साहित नहुनुहोला, आफ्नो मनोबल नगिराउनुहोला र आफूलाई कमजोर महसुस नगर्नुहोला।